चर्चित जेन्जी अभियन्ता मिराज ढुङ्गानाले भदौ 23 गतेको आन्दोलनमा आफूहरू मुसा मार्न गएको भए पनि बाघ मार्न सफल भएको बताएका छन्। उक्त दिन शान्तिपूर्ण रूपमा सरकारलाई खबरदारी गर्ने जेन्जीहरूको योजना भए पनि भ्रष्ट सरकारलाई ढाल्न सफल भएको उनको भनाइ छ। फेरि जेन्जीहरूले आन्दोलन चर्काउँदैछन् भन्ने हल्ला चलेपछि उनले टिकटक लाइभमा आएर यस्तो बताएका हुन्। एजेन्डा बिना कुनै पनि आन्दोलन गर्नुको औचित्य नभएको ढुङ्गानाको भनाइ छ। उनले भनेका छन्, भदौ 23 गते हामी मुसा मार्न गएका थियौँ तर बाघ मार्न सफल भयौँ। मरिसकेको बाघलाई बोकेर ल्याउन सकिने अवस्था थिएन, जङ्गलबाट त्यस्तो अवस्था थियो। एजेन्डा बिना हामी कुनै पनि खालको आन्दोलन गर्दैनौँ। बनिसकेको शान्ति देशमा फेरि भङ्ग गर्ने पक्षमा हामी छैनौँ। अहिले सामाजिक सञ्जालमा फेरि अक्टोबर 9 मा जेन्जी युवाहरूले प्रदर्शन चर्काउँदैछन् भन्ने हल्ला फैलाइएको भए पनि अक्टोबर 9 मा कुनै पनि कार्यक्रम नरहेको समेत उनले प्रश्न पारेका छन्। उनले भनेका छन्, अहिले धेरै व्यक्तिहरूले अक्टोबर 9 को बारेमा मलाई सोधिरहनु भएको छ। अक्टोबर 9 मा कुनै पनि हिंसात्मक कार्यक्रम नरहेको म प्रश्न पार्न चाहन्छु। शान्तिपूर्ण रूपमा सरकारका विरुद्ध फेरि केही गर्न सकिएला, तर हिंसात्मक गतिविधि हामी गर्दैनौँ र कसैले गरेमा पनि हामी संलग्न हुँदैनौँ। आफ्ना अरू माग अन्तरिम सरकारले पूरा गर्न नसकेमा विभिन्न माध्यमहरूबाट दबाब दिन सकिने समेत उनको भनाइ रहेको छ। एजेन्डा बिनाको आन्दोलनको कुनै अर्थ नभएकाले जेन्जी युवाहरू त्यसमा सहभागी नहुने उनको भनाइ छ। यसअगाडि गत शुक्रबार उनले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग बालुवाटारमा भेटवार्ता गरेका थिए। भेटमा आगामी कार्यदिशाका बारेमा उनीसँग कुराकानी भएको उनले बताएका छन्। जेन्जी आन्दोलनको तयारीमा सक्रिय देखिएका मिराज ढुङ्गाना आन्दोलनको अघिल्लो दिन मेडिकल व्यवसायी दुर्गा परसाईसँग भेटघाट गर्न गएपछि उनी विवादमा तानिएका थिए र त्यसपछि उनी गुपचुप रहेका थिए। उनले दुर्गा परसाईलाई आफूहरूको आन्दोलनमा सहभागी नहुन सम्झाउन गएको प्रष्टीकरण दिए पनि यो विषयले उनीमाथि प्रश्नचिह्न खडा भएको थियो। भदौ 23 र 24 गतेको आन्दोलनमा पनि उनी सहभागी भएनन्। केही युवाहरूले आफू आएमा विरोध गर्ने चेतावनी दिएकाले आफू आन्दोलनमा सहभागी नभएको उनले बताउँदै आएका छन्। उक्त आन्दोलनको दिन आफू आफ्नै फूल व्यवसायमा व्यस्त रहेको समेत उनले प्रश्न पारेका छन्। जेन्जी आन्दोलन सफल भएपछि सुदन गुरुङ मुख्य कमान्डरको रूपमा अगाडि आएका छन् र अहिले उनले कमान्डिङ गरिरहेका छन्। सुदन गुरुङ सैनिक मुख्यालयदेखि शीतल निवाससम्म अग्रपङ्क्तिमा रहेका छन् र अहिले पनि उनी उच्च तहमा रहेका छन् र जेन्जी कमान्डर भन्दै वार्ता समेत गरिरहेका छन्। तर मिराज ढुङ्गाना भने लामो समयदेखि ओझेलमा परेका थिए। अहिले आएर उनी बल्ल सार्वजनिक हुन थालेका छन्।